सो हेलो एभ्रिवान, आज चाहिँ तपाईँहरूसँग म चिकन बिरयानीको भिडियो सेयर गर्दैछु है। कसको लागि बनाएको भनेर त मैले हिजो नै भनेको छु। अनि यो बिरयानी मसाला चाहिँ मैले गरम मसालाहरू रोस्ट गरेर पाउडर बनाएर घरमै बनाएको हो। अनि म्यारिनेट गरेर एकछिन राखेँ। अनि आलु र अन्डा पनि हाल्दैछु। अनि चामल बोइल गर्दाखेरि चाहिँ मैले गरम मसाला र मिन्ट हालेको छु है। अनि त्यहाँदेखिको प्याज फ्राई गरेँ। यो प्याजको चाहिँ एकदमै मेन भूमिका हुन्छ बिरयानीमा है। फ्राइड अनियन एकदमै टेस्टी हुन्छ। अनि मैले बनाउन स्टार्ट गरेँ। फर्स्टमा गरम मसाला लगाएर चाहिँ यो म्यारिनेसन गरेको चिकन हालेँ। अनि आलु र अन्डा हालेर चाहिँ मजाले भुटेर चाहिँ ग्रेभी चाहिँ छुट्याएँ एकतर्फ। अनि चाहिँ लेयरिङ गर्नु स्टार्ट गरेँ, प्याज धनियाँ मिन्टहरू लगाएर है। सेफ्रन चाहिँ थिएन मेरोमा, सो मैले स्किप गरेँ। 3 लेयर गरेको छु मैले चाहिँ है। 3 लेयर गरेर चाहिँ यसलाई छोपेर मैले मजाले पकाएको छु सानो फ्लेममा है। त्यहाँदेखिको यो चाहिँ खाँदा चाहिँ एकदमै टेस्टी भएको थियो होइन। अनि त्यहाँदेखि चाहिँ मैले योसँग खाने चाहिँ बनाएँ तपाईँको राइता। राइता चाहिँ अब काँक्रा थिएन, क्याबेजहरू हालेर बनाएको थिएँ, खोर्सानीहरू हालेर। यो पनि एकदमै टेस्टी भएको थियो है। अनि त्यहाँदेखि खोलेर हेर्दा त मजाले पाकिसकेको थियो होइन। एकदमै टेस्टी, नुनहरू पनि हिजो चाहिँ ठिक्कै भएको थियो होइन। सबैजनाले इन्जोय गर्यो मजाले। अनि नानीहरूले पनि हिजो चाहिँ मजाले खायो। अब मेरो हस्बेन्डको त फेभरेट नै हो। सो थ्याङ्क यू फर वाचिङ।